बल्ल अब यहाँ संसारी मन्दिर आइपुग्यौँ बहिनीसँग। संसारी मन्दिर यहाँ एउटा ठ्याक्कै हाइवेदेखि तल झरेपछि संसारी मन्दिर आइपुग्छ। अब यहाँदेखि तल हेरेर सुन्नु तपाईँहरू संसारी मन्दिरको यहाँ दोकानहरू पछाडिपट्टि सबै दोकान छ यहाँ पछाडिपट्टि। यो सबै फलफुलहरू बेच्ने यो मिठाईहरू बेचिरहेछन् मन्दिरमा चढाउनको लागि। रुद्राक्षको बोटहरू पनि रुद्राक्ष पनि यहाँ मान्छेहरू माला बनाएर बेचिरहेछन् यो चढाउनलाई। अरू बेला आउँदा त 12-1 बजीतिर यो मन्दिर प्रायः बन्द नै हुन्थ्यो। अब अहिले जस्तो अलिक टाइम आएपछि छु आज बहिनीसँग छु सायद लकले होला भित्र छिर्न पाइरहेको छु। किनकि अरू बेला आउँदाखेरि चाहिँ 12-1 बजेको टाइममा यो मन्दिर बन्द हुन्थ्यो। अब अहिले 12 बजे लगभग 2 बजे लागिसकेको छ। 2 बजे चाहिँ मन्दिर खुलिसकेको छ। यहाँ गीत बजेको पनि तपाईँ सुन्न सक्नुहुन्छ। भित्र गीत बजिरहेछ अहिले। अहिले चाहिँ त्यो मन्दिर खुलिसकेको छ। अहिले लाइन पनि छैन ठुलो, लाइन पनि सानो छ अहिले। त्यहाँभित्र हामी मन्दिरभित्र पसिसक्यौँ। यो मन्दिरको पछाडि गेट हेर्न सक्नुहुन्छ संसारी मन्दिरको गेट। अहिले संसारी मन्दिर तपाईँले यो बोर्डमा यो जुन बोर्ड हेर्नुहुन्थ्यो यो बोर्डहरू तल संसारी मन्दिर छ। संसारी मन्दिरको भित्र मन्दिर यता तपाईँले हात साथ धुने फ्रेस हुने हो।